आज केही स्किल्सको बारेमा कुरा गरौँ जुन एज एन इन्टरनेसनल स्टुडेन्ट तपाईसँग हुनैपर्छ। तपाईँ अब्रोड स्टडीमा गएको दिनदेखि तपाईको टेबलमा आमाले बनाएको, दिदीले बनाएको या बहिनीले बनाएको खानेकुरा आउनेवाला छैन। त्यसैले आजैबाट तपाईले इलेक्ट्रिक स्टोभ, माइक्रोवेभ, ओभन लगायतका सामग्रीहरूमा खाना बनाउने प्र्याक्टिस गर्न सुरु गरिहाल्नुहोस्। आजबाटै आमालाई किचनमा सहयोग गर्न सुरु गर्नुहोस्। नम्बर 2, नेभिगेसन। तपाईलाई युनिभर्सिटी जान, ग्रोसरी स्टोर जान होस् वा काममा जानको लागि कसैले पनि सहयोग गर्नेवाला छैन। तपाईँ आफैले बाटो खोजेर जानुपर्छ। त्यसैले नेपालमा हुँदादेखि नै गुगल म्याप चलाउने बानी गर्नुहोस्। नम्बर 3, ड्राइभिङ। नेभिगेसनको कुरा गरिसकेपछि ड्राइभिङको कुरा त आउने नै भयो र ड्राइभिङ एउटा प्रोफेसनल स्किल पनि हो। तपाईले आफू जाने कन्ट्रीको अझ ट्राफिक रुल्सहरू पनि बुझेर जानुभयो भने सुनमा सुगन्ध नै हुन्छ। नम्बर 4, ट्र्याक योर एक्सपेन्सेस। धेरैजनाले आफ्नो इन्कम एक्सपेन्सेसलाई ट्र्याक गर्ने कुरा स्किल हो जस्तो मान्नुहुन्न, तर फाइनेन्सियल डिसिप्लिन मेन्टेन गर्नु जतिको ठुलो स्किल के होला र। त्यसैले आजबाटै आफ्ना इन्कम एक्सपेन्सेसहरूलाई एक्सेल सिट, नोट्स वा मनी लभर जस्ता एप्समा राख्ने बानीको विकास गर्नुहोस्। नम्बर 5, युज अफ एप्लिकेसन। युनिभर्सिटीको एप, ब्याङ्किङ एप, इन्सुरेन्स एप, फुड डेलिभरीको एप, ट्रान्सपोर्टेसनको एप लगायत विभिन्न किसिमका एपहरू बिना अब तपाईँको जीवन चल्नेवाला छैन। त्यसैले तपाईँ नेपालमा हुँदादेखि नै विभिन्न एप्लिकेसनहरू चलाउने बानीको विकास गर्नुहोस्। नम्बर 6 स्किल हो सोसियलाइजेसन स्किल। सरी, थ्याङ्क यू जस्ता शब्दहरू मुखमै झन्डिनु पर्यो। तपाईँ स्ट्रेन्जरसँग बोल्नुहुन्न भने तपाईँले काम कसरी खोज्नुहुन्छ? तपाईँ बोल्नुहुन्न भने प्रोफेसरलाई नबुझेको कुरा कसरी सोध्नुहुन्छ? त्यसैले कम्युनिकेसन स्किल र सोसियलाइजेसन स्किल त हुनै पर्यो। नम्बर 7, वर्क प्लेस राइट एन्ड रुल्स। आफू जाने देशको वर्क राइटको बारेमा बुझ्नुहोस्, मिनिमम वेज रेटको बारेमा बुझ्नुहोस्, मिनिमम वर्किङ आवरको बारेमा बुझ्नुहोस् र यदि क्यास इन ह्यान्ड काम गर्दै हुनुहुन्छ भने क्यास इन ह्यान्ड काम दिने मान्छेबाट श्रम शोषणमा पर्नु होला। त्यसैले मिनिमम वर्किङ आवर र वेज रेट के छ भन्ने बारेमा पनि बुझ्नुहोस्। नम्बर 8, अकोमोडेसन स्क्याम। फेसबुक ग्रुप वा अनलाइन पोर्टलबाट कोठा खोजिदिने भन्दै बन्ड मनी मागेर विद्यार्थी ठग्ने गिरोहहरू सक्रिय छन्। त्यसैले आफै फिजिकल्ली कोठा नहेरिकन वा लिगल अग्रिमेन्ट नगरिकन कसैलाई पनि कोठा भाडा बापतको पैसा नदिनुहोस्। नम्बर 9, प्रोफेसनल नेटवर्किङ। नेपालमा जस्तो तपाईँले पत्रपत्रिकामा विज्ञापन हेरेर पार्ट टाइम जब पाउनुहुन्न। त्यहाँ रेफरेन्सले ठुलो भूमिका खेल्छ। त्यसैले आफू पढ्ने युनिभर्सिटीका डिफ्रेन्ट कन्ट्रीका स्टुडेन्ट्स, प्रोफेसर, वर्क प्लेसका मान्छेहरूसँग प्रोफेसनल रिलेसन बढाउनुहोस्। लिङ्क्डइन एउटा गजबको प्लेटफर्म हुन सक्छ।